एक दिन नारदजी र सनकादि ऋषिहरूको भेट हुन्छ हैन। नारदजीले सनकादि ऋषिको प्रशंसा गर्नुहुन्छ। इदानीं भूरि भाग्येन भवद्भि सङ्गमो भवत्। ठुलो भाग्यले आज तपाईहरू चार कुमारको र मेरो मिलन भयो। कुमारा ब्रुवताम शीघ्रम। हे कुमारहरू, छिटो मलाई कृपा गरेर ममाथि कृत्वा मम उपरि कृपा गर्नुहोस् ममाथि। भवन्तो योगिना सर्वे। तपाईँ सबै महायोगी हुनुहुन्छ, बुद्धिमान हुनुहुन्छ हैन। बहुश्रुताः पञ्चहायन संयुक्ताः। तपाईहरू 5 वर्षको देखाइदिनुहुन्छ, तर तपाईँ ब्रह्माजीका 10 पुत्र भन्दा पनि अगाडिको हुनुहुन्छ हैन। पूर्वेशाम अपि पूर्वजाः हैन। पूर्वेशाम अपि पूर्वजा भनेको ब्रह्माजीका 10 पुत्र भन्दा पनि तपाईँ अगाडिको हुनुहुन्छ भनेर नारदजीले सनकादि ऋषिहरूलाई भन्नुहुन्छ। सदा वैकुण्ठ निलया। सदा वैकुण्ठ भगवानको हरि कीर्तन तत्पराः। हरि कीर्तन सदा तपाईको मुखबाट लीला हरिको लीला अमृत रसमा उन्मत्त भएर कथा मात्रैका जीवन। तपाईहरुको केवल जीवन भनेको कथा मात्रै हो हरिको। तपाईको मुखबाट हरि शरणम एवं हि भनेर तपाईको मुखबाट आउँछ। हरि शरणम एवं हि भने नित्यम तपाईको मुखबाट मुखे वचः भनेको येषां मुखे वचः भनेको तपाईको मुखबाट केवल हरि कीर्तन मात्रै आउँछ, अरु आउँदैन हैन। अथ काल समादिष्टा। कालको समादिष्टले गर्दा जरा युष्मान बा। जरा भनेको बुढापाले तपाईलाई बाँध्दैन अरे। जब तपाईँ कहिले पनि बुढो हुन्न, किनकि 5 वर्षको मात्र देखाइदिनुहुन्छ भनेर सनकादि ऋषिलाई नारदजीले प्रशंसा गर्नुहुन्छ। येषां भ्रुभङ्ग मात्रेण। तपाईको थोरै आँखा टेढा गर्ने बेला हैन, हरिका भक्त जय र विजय के हुन पर्यो त? हिरण्यकशिप, हिरण्याक्ष, रावण, कुम्भकर्ण, दन्तभक्त र शिशुपाल हुनु पर्यो। फेरि तपाईहरुको भूमौ निपतितो सद्य यत कृपातः पुरम गत। तपाईहरुको कृपाले गर्दा तिनीहरु फेरि आफ्नो धाम गए भनेर नारदजीले सनकादि ऋषिहरुको प्रशंसा गर्नुहुन्छ। अहो भाग्येन योगेन। अहो भाग्यस्य योगेन। यो भाग्यको योगले गर्दा आज दर्शन भवताम। तपाईहरु दर्शन भयो मलाई अरे नारदजीले भन्नुहुन्छ सनकादि ऋषिलाई। अनुग्रहस्तु कर्तव्य। अनुग्रह गर्नुहोस् मै दिने दया परै। हे दया निधान ममाथि दया गर्नुहोस्। अशरीर गृह उक्तम। जो शरीर छैन त्यस्तो आकाशवाणी भयो मलाई। यत् तत् किम साधन उच्चतम। त्यो साधन के हो भन्नुहोस्। अनुष्ठेयम कथम तावत्। के मैले अनुष्ठान गर्नु पर्यो ती ज्ञान र वैराग्यलाई हैन उठाउनको लागि। ब्रुवन्तु सविस्तरम हैन। भक्ति ज्ञान विरागण। भक्ति देवीलाई ज्ञान वैराग्यलाई हैन उठाउनको लागि सुखम कथम उत्पद्यते। कसरी सुख हुन्छ तिनलाई के गर्नुपर्छ, कस्तो अनुष्ठान गर्नुपर्छ भनेर नारदजीले सनकादि ऋषिहरूलाई भन्नुहुन्छ। जय श्री राधे, जय श्री राधे।